राधे राधे साथीहरू, मेरो डेली ब्लगको डे 14 मा सबैजनालाई स्वागत छ। आज पनि सदा चाहिँ बिहानै उठेर पूजाआजा सकेर यसो फलफुलहरू खाएर चाहिँ पसल जानको लागि म तयार भएर लागेँ पसलतिर। सो अब चाहिँ लागेँ म पसलतिर। आज झन्डै ढिलो पनि हुन आँटिसक्यो किनकि घाम पनि टिलिक्क निस्किसक्यो आज चाहिँ। सो अब छिटो गरेर लाग्दैछु पसलतिर। फाइनली पसल सबै चडक्क पारा मिलाइसक्यो है। सबै सामानहरू बेच्न बाहिर लगेर राखिसक्यो। अब आज बुधबारको दिन पनि छ होइन। अब अहिलेसम्म पनि भएको होइन, कस्तो हुन्छ व्यापारहरू चाहिँ ल भिडियो हेर्दै गर्नु होला है। धेरै बेर पछाडि बल्ल बल्ल यो दाजुहरू आउनु भएर यो पार्टी सुट लिएर जानुभयो। त्यस पछाडि एकजना दिदीहरू आउनु भएको थियो, यो बच्चाको बुट हेर्नुभयो तर मन परेन अरे, अनि फर्केर जानुभयो त्यहाँबाट। साथीहरू पसलमा बसिया छ मम्मी र म होइन, व्यापार पनि छैन। मम्मी के भन्नुहुन्छ तपाईँ? के भन्नु त, व्यापार छैन। व्यापार भएको व्यापार धेरै यस भन्छु नि म त। व्यापार छैन है साथीहरू। अब यो पसलमा कोही आउनुहुन्न, बसिरहेको छौँ। साथीहरू भिडियो हेर्ने साथीहरू नि आउनुहुन्न, आउनु होला है त हेर्नु। मम्मी र म छौँ। अब भरे फेरि अब बाबाले के भन्नुहुन्छ भने आएर म हिँडेको यिनीहरू व्यापारै गरेनछन्, सामानै बेचेनछन् भन्नुहुन्छ नि मम्मी होइन। मोबाइल हेर्दै बसेँ भिडियो बनाउँदै मोबाइल हेर्दै भिडियो बनाउँदै बस्यो भन्नुहुन्छ। अब छैन नि त मान्छे, के गर्नु, बाटोमा भएकोलाई जबरजस्ती पक्रिँदै ल्याउने कुरा नि भएन। यस्तै छ साथीहरू। आजको दिन बुधबारको दिन बजारको दिन हो होइन, त्यही पनि अब के गर्नु त, यस्तै हो। कि जानु भने तपाईँ बाहिर एउटा मान्छे समात्तै भित्र हाल्दै गर्नु, म समात्तै ल्याएर बेच्छु। ल्याउँ त, ल्याउँ होला। पनि आइपुग्नु भएछ। आमा कहाँबाट आउनुभएको तपाईँ आज? बुट्टाबारी किन जानुभएको थियो? ए मरिमरामा त हाम्रो दाजुभाइ फस्नु भएको थियो नि त, अनि बुट्टाबारी गएर आमा चाहिँ आउँदै हुन्छ। यो साथीहरू हेर्नु त, हजुरबा हजुरआमा हुँदा आएको मजा यही हो क्या। ए कसलाई ल्याइदिनु भएको, कहाँबाट बोकेर मलाई आमाले? यो कहाँबाट ल्याइदिनु भएको आमा? घरबाट मलाई सम्झेर ल्याइदिनु भएको हो। देख्नुभयो, नातिलाई सम्झेर कोला बोकेर ल्याइदिनु भएछ। कोलासोला खाएर एकछिन पछाडि चाहिँ अनि यो दिदीहरू आउनुभएछ, एउटा चप्पल लिएर जानुभयो। अनि यो बहिनी आएर चाहिँ बाहिर चप्पल हेरेन है, अनि दाम नमिलेर गइन् त्यहाँबाट। त्यस पछाडि चाहिँ मेरो जानुपर्ने थियो सोमबारे माहौलतिर, अनि म बाइक लिएर हिँडेँ माहौलतिर। बाटोमा जाँदै गर्दा चाहिँ बाटोमा चाहिँ यो अहिलेको इन्द्रेडी ताल भन्ने तमको फेमस ताल पर्छ नि त। यहाँको नि तपाईँहरू को आउनु भएको छ छैन कमेन्ट गर्नु होला है त। त्यसको साथसाथै म पुगेँ माहौल। ल फाइनली माहौल चाहिँ आइपुग्यो होइन। यस हाम्रो प्रदीप ब्लगर चाहिँ यता हुनुहुन्छ। ल हाम्रो मामा चाहिँ यता हुनुहुन्छ। यहाँ खानपिन सब पाकिसक्यो। ल आइपुग्यो साथीहरू है, आजलाई यति नै। र माइजू यहाँ हुनुहुँदो रहेछ कलमा, के गर्दै हुनुहुन्छ? लाइट पनि बाल्नु भएको